ल तो हेड जेते नहीं यार नहीं चढ़ता है 3 गोरा का तो हम अथी धूली खेल को उकालो में तान मत जते 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 चल 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 दबा के दे ओ यो अन्त ओ खै अर्को हाम्रो दुईटा भ्लगर चाहिँ कहाँ गयो बतासिन थालो फेरि अब गाडीबाट तेल छ होइन बाइकबाट चाहिँ तेल निक्लिने जस्तो छ बाइकको यस्तो बिजोक बाटोमा पाक्लाङबाट 3 घन्टाको अफरोड भन्थ्यो भरि गइ रहेछ अफरोड आम्मामा बाटो त त्यही पनि हामी हाम्रो गन्तव्य चाहिँ हामी छोड्दिनौँ हामी पुगेरै छोड्छौँ जसरी हो भने हिँडेर हुन्छ या कसरी हुन्छ हाम्रो गन्तव्य चाहिँ पुगेरै छोड्ने हो जसरी भयो भने दबा गयो गियरमा जोड़ लगा के लो टांग उठा के दिइरहेछ फेरि उता हाम्रो अर्को सरले यहाँ त छ समस्या यहाँ ढङ्गे छ गाँड फटाइ छ दबा के कस के जोर लगा के हैसे अस्ति से नीचे पकड़ियो मेरे कोही नेपाली बोल्न भन्दै मेरो साथी नेपाली बोल्न ऊ जान्दैन अलिकति नेपाली मलाई दिनु गर्नुपर्ने तर केही छैन म बोलिदिन्छु मजाले बोल्न नआए पनि बाबु बाई बाई ठेला पर्दा ल हाम्रो अलिक बाटो चाहिँ बन्द होला जस्तो छ यार बाटो ठिकै बाटो अब उ गर्नलाई चाहिँ होल्ड गर्नुपर्ने भयो रोकिनुपर्ने भयो बाटो जम्मा गाडी भएर जेसीबीले ढुङ्गा निकाल्दै जस्तो छ बाटो याच्छु भाइ गाह्रो छ हाम्रो भैरवकुण्ड यात्रा गर्नलाई पनि सबैजना अड्केको छन् जाउँ 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 हामी पनि जाउँ निस्किम छिटो भएर यसो बुझेर आउने गर्नु भैरवकुण्ड आउँदा चाहिँ हाम्रो ठेलामा ठेल भइरहेछन् मस्त एउटा चाहिँ ठेलेर भयो भने अर्को ठेल्दैछ तर ठेल्नु सकेको छैन हाम्रो जारी परिरहेको छ त्यसैले ल जाउँ जाउँ त्यसैले हामी चाहिँ पनि अब हाम्रो बा गन्तव्यतिर लाग्दियौँ यसो झमेली गरेर छिटो छिटो राम्रो कुरा हेर्नलाई स्ट्रगल गर्ने के बोल्न त हो ल ल बैठ आओ 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 आइसक्यो त खोला कटिसक्यो हैन तिम्रो धेरै अगाडि गयो भनेर हामीले तिनीलाई हमको ओकरो लागि कहिले रात में आते फिर अफ्तार में आते ना तो तोर दुगरा छले हमको दुगरा भने ले ले त रात त तखन त ए ओकरा फोन गर्दा एकबार होटल बोलाको चुकुर मुकुर पुग्नै सकिन्न सकिदैन के पुग्नु हिउँ छ
ल त्यसो भए त के गर्ने त कता बस्ने त नि यहाँ लिस्टिकेट कि समथिङ के छ नि अब त्यहाँ गएर हेर्नुपर्छ नि त्यहाँ आज भोलि हिउँ परे पनि अब भोलि त अब हिँड्दै जाने हो नि त अब हिउँ परेको बेला बाइक लान लास्टै अप्ठ्यारो हो क्या त्यो पनि रातिको बेला अप्ठ्यारै हुन्छ होइन अब भोलि हिँडेर जाने के बाइक जाँदैन भोलि हिँडेर जाने अनि कति टाइम लाग्छ त्यहाँ माथि पुग्न 5 घन्टा धेरै लाग्दैन छिटो गइरहेको छ त फेरि हाम्रो केटाकेटीहरूको अलिकति आउँछ यता पनि दामी गएर ट्र्याक्टर 3 जनाको कुन गीत म थाहा चाहिँ छैन त्यही पनि अब राम्रै गरी डान्स गरिरहेको थियो ठिक छ बेसीको गर्नुपर्छ हामी चाहिँ अहिले लिपस्टिक आइपुगेछौँ यहाँसँग डेस्टिनेसन त्योभन्दा अब कति अगाडि जानुपर्ने हो थाहा छैन साथीहरूलाई अब यहीँ पर्खिनुपर्छ अब 3 जना आउँदैछ अझै त्यसपछि निस्किने हामी पनि अब पर्खिनु पर्यो एकछिन तिनीहरूलाई टेन्सन नै लिएन सब छ यो त आराम से राख्ने झुन्ने त ठेल्छ त्यो ज्यादा हाँस यार अलि मजाले भएन ल भाइ ल बेटा तिरिसका सुनेगा सुनेगा जाओस् विकास जाओस् एक गिटार ल बेटा तू बोला ना बोलो ल बेटा बाकी दुनिया ल बेटा ल बेटा ल बेटा अरे ताकि बता लैलो पर्छ यार हामी गौरी शङ्कर याद छैन यहाँ देखाइछ आदमी का तो चलते होते ना को आज पूरा हैंड पावर दिखा रहा हूँ तो इसमें सार के लिप पावर हेल्प करते हैं निकला हो सुचा कर दे ले भाले ले बाबा ओ माय गॉड ए किसी इले तो गाड़ी किसी इले गाडी मिलाइछ गाड़ी कति प्ले गरौँ हिँड्न नसकेर बिचक छैन केटाहरूको घरमा चाहिँ हिँड्छ भन्थ्यो भैरवकुण्ड हिँड्छु नि जान्छु जसरी भयो नि अहिले सब कहिले तेल निक्लिँदैछ त्यही भएर बोल्नु र गर्नुमा धेरै फरक हुन्छ भन्छ नि त्यही हो हामीले उतै परबाट आएको यो बाटो देखिरहेछ मुटु नि फुट्ला जस्तो भइसक्यो यहाँ आफ्नो ल कस्तो लागिरहेछ कस्तो भैरवकुण्ड यात्रा कस्तो लागिरहेछ एकदमै रमाइलो एकदम राम्रो आई एम भेरी एक्साइटेड टु रिच आवर डेस्टिनेसन अहिले कति बजे हामीहरू 1 बजे हिँडेको मान्छे होइन अहिले 2 बज्न लागिसक्यो अब एकछिन हिँडेपछि बटुकलाल काण्ड हुन्छ यतै हाम्रो नर्स मेडिसिन तयार हुँदैछ पावर एनर्जी अब प्रोटिन पाउडर खानै पर्दैन यही खाए ज्यान बन्छ ओ मागो तुरुलल ओ खतरा भयो यार फिर भन्न देखो न गाइस ये क्या है देखो न
देखो न गाइस Snowfall experience. स्नोफल होइन हो स्नो एक्सपिरियन्स भन Snow experience. ल स्नो फल गराइदिउँ देखो न गाइस ये क्या है देखो न ल म माथिबाट बसेँ देखो न क्या है ये ल फोरा आन्ने अझ ल्याऊ ल उडा हो। ओइ दामी उयो आइरहेछ ब्यागको ल उडाउन खिचिरहेको छु त ले आलु जस्तो उडाउँछ ल ल ल अनि यहाँ कतै ल भयो ल रेडी उडा ल्याग टाउरे दे ब्रा हल्लिरहेछ यो मेरो हात पुरै बादल त कालै भइरहेछ त उता स्नो पर्छ है क्या अँ ल गाइस हामी फाइनली पुगिसक्यौँ हाम्रो डेस्टिनेसन अब हामी तपाईँहरूलाई एउटा राम्रो कुरा देखाउन गइरहेछौँ होइन हाम्रो भैरवकुण्ड भनेको यो हाम्रो लेक हेर्नुहोस् पुरै पानी जमेछ हाम्रो जमेर हाम्रो अब यो लाइक फर्स्ट वेलकम टु भैरवकुण्ड अब यहाँको रुल्स रेगुलेसन पनि हेरिदिनु होला फ्रोजन लेक हेरिरहेको सो आउँदाखेरि अलिक बुझेर आउनु होला यहाँ चाहिँ हेर्नु सक्नुहुन्छ हाम्रो पुरै फ्रोजन भइसकेको छ लेक भइसकेको छ हाम्रो यो ताल हो लेक सब जमिसकेको छ यो पानीले चिसोले गर्दा होइन यो हाम्रो अगाडि यो सब लेक नै हो अन्त अझै नजिक गएरै म देखाउँछु तर कस्तो आइ नै रहेछ नि यहाँ अगाडि नजान ओइ अनुहारमा लाग्छ है चस्मा लगा नि यसले छिएल देख्छ सबै दक्कन दक्कन हामी अहिले फ्रोजन लेक माथि छौँ गाइस अलिक बिचतिर म गएर राख्छु होइन आबै चले यता त 2% रहेछ 4% 9% देखेन भैरवकुण्ड जय बालन यो उयो साथमा म चाहिँ अलिकति बिचतिर जाँदैछु है मान्छेहरू गएको छ त्यही भएर सो अलिकति त्यहाँ बिचतिर भनेर जाँदैछु रिक्स लिएर होइन यो मान्छेहरू चाहिँ उता परसम्म चाहिँ गएको छ अलिकति त्यहाँ अन्त अलिक पानी देखि नै रहेछ सेतो सेतो मजाले त्यहाँ भएको छ छैन त्यो चाहिँ थाहा होइन अन्त यहाँसम्म चाहिँ जान सकिने रहेछ हेर्न सक्नुहुन्छ रिक्स अलिकति रिक्स नै छ सो केयरफुल है अब यहाँ अगाडि चाहिँ म पनि जाँदिनँ मलाई डर लाग्छ त्यो अलिकति रिक्स त रिक्स नै छ जय घन्टी अहिले टाउकोमा खस्छ नि त्यस्तो थाहा हुन्छ ओइ ए नफुट्ने रहेछ नफुट्ने त फुट्दैन चिप्लो चाहिँ रहेछ चिप्लो छ यो छेउबाट जाने यो केटाहरूसँग थियो भनेर यिनीहरू त फर्किरहेछ क्या हो हामी छोडेर टुक्रेर यो हाम्रो भैरवकुण्ड लेक हो गाइस राम्रो ठाउँ छ घुम्न आउनु होला सबैजना सुरु गर यो जिम पावर कहाँ गयो ओहो हो हो यहाँ फुट्छ है यहाँ फुट्ने सम्भावना अँ यहाँ फुट्ने सम्भावना फुटिसक्यो गाइस फुटिसक्यो वी हेभ डन इट सकेसम्म बिचमा चाहिँ त्यो ढुङ्गाहरू राख्नुभएको छ दुईवटाले फालेको त्यो त्यहाँसम्म त्यतातिर चाहिँ नगएको राम्रो उता चाहिँ जाँदा हुन्छ उता भने किनभने जहाँ सेतो 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 छ सेतो पुरै छ त्यहाँ चाहिँ अलिकति फुट्ने सम्भावना छैन
यता चाहिँ हाम्रो छ है फुट्ने ठाउँमा त्यही भएर यता यो। यता धेरै आएको पनि छैन सब उता उता मात्रै भइरहेछ ल ल गाइस लो देखो ना देखो हम लोग चिपली रहे हैं देखो ना गाइस देखो ना देखो ना देखो ना फ्लाइट भइरहेछ हौ ल भयो खै दाइ तपाईको हेलो गाइस हेलो भन्नु हेलो अरु केही के भन्न चाहन्छु यहाँ कस्तो फिल भइरहेछ यहाँ आएर एकदम भैरवकुण्डमा रमाइलो फिल भइरहेछ अरु बस यति नै ओ ल ठिक छ के भन्नु ल ओके शुभम भन्देऊ अलिक